नमस्कार सबैजनालाई। हामी चाहिँ ट्युको सिभिल इन्जिनियरिङको न्यू सिलेबस अनुसार फोर्थ सेममा पढाइने टस सेकेन्डको च्याप्टर 2 क्यास्टिग्लियानोस थ्योरमको न्युमेरिकलहरू सल्भ गरिरहेको थियौँ र योभन्दा पहिले चाहिँ हामीले 4वटा न्युमेरिकल सल्भ गरिसक्यौँ र आज चाहिँ यो 5th न्युमेरिकल एउटा फ्रेम छ र क्याल्कुलेट होरिजेन्टल डिफ्लेक्सन एट डी भनेर क्वेसन सोधेको छ। यो न्युमेरिकल चाहिँ आज हामी सल्भ गर्छौँ। सो अब स्टार्ट गरौँ। सुरुमा चाहिँ हामीले एप्लाई dummy load P at D। हामीलाई डिफ्लेक्सन कुन पोइन्टमा सोधेको छ? डी पोइन्टमा। सो हामीले डीमा एउटा डमी लोड लगायौँ। अब डमी लोड कुन डिरेक्सनमा लगाउने भन्दा होरिजेन्टल डिफ्लेक्सन भनेको छ। सो होरिजेन्टल डिरेक्सनमा चाहिँ हामीले पी लोड लगाउनु पर्यो। इफ भर्टिकल भनेको थियो भने हामी भर्टिकल डिरेक्सनमै हामी डमी लोड लगाउँथ्यौँ। सो अब चाहिँ यति भइसकेपछि हामीलाई डिफ्लेक्सनको फर्मुला थाहा छ। डेल्टा डी भनेको के हो? इन्टिग्रेसन 0 to L m by ei dm by dp into dx। सो अब यो m को लागि चाहिँ हामीलाई रिएक्सन पनि चाहियो। सो रिएक्सनको लागि सुरुमा यहाँनिर होरिजेन्टल रिएक्सन कति आउँछ तपाईले समेसन एफएक्स गरेर निकाल्दा पनि हुन्छ अथवा म चाहिँ डाइरेक्ट नै गर्छु। 50 पनि यता लागिरहेछ र p पनि यता लागिरहेछ भनेपछि यहाँ कति आउने भयो रिएक्सन? 50 प्लस p। यो डाइरेक्टली लेख्नुभयो हुन्छ तपाईहरुले। यति आयो। सो अब यहाँ पनि एउटा आरए भन्ने रिएक्सन आउला र यो पोइन्टमा पनि एउटा आरडी भन्ने रिएक्सन आउला। सो अब रिएक्सन क्याल्कुलेट गरौँ। सुरुमा चाहिँ म समेसन अफ मोमेन्ट एट ए इजिकल टु 0 युज गर्छु। हामीले इक्विलिब्रियम इक्वेसन युज गरेर रिएक्सन निकाल्ने हो। सो एमा चाहिँ केले मोमेन्ट दिन्छ? सुरुमा यो 50 ले 50 इन्टु यो 50 पोजिटिभ कि नेगेटिभ, मैले क्लकवाइज र पोजिटिभ लगेँ, यसले क्लकवाइज घुमाइरहेछ। सो तपाईले फ्रेम सल्भ गर्दा चाहिँ सधैँ यहाँ भित्र बसेर चाहिँ मोमेन्ट लिनु होला, नत्र भने चाहिँ बाहिरबाट हेर्दा चाहिँ उल्टा आउन सक्छ। सो यहाँ बसेर चाहिँ तपाईले मोमेन्ट लिनुपर्छ, मोमेन्ट र फोर्स जेसुकै लिँदा पनि। सो 50 इन्टु डिस्टेन्स कति हुने भयो? 3 हुने भयो। अब केले मोमेन्ट दिन्छ? एउटा यो आरडीले दिन्छ। पीले त यो एउटै एक्सिस भयो, आरडीले मोमेन्ट दिन्छ। आरडीले के दिन्छ? यसरी हेर्नु त, एन्टी क्लकवाइज घुमाइरहेछ। सो माइनस आरडी इन्टु डिस्टेन्स कति भयो? 5 इजिकल टु 0। सो यहाँबाट सल्भ गर्नुभयो भने आरडी कति आउँछ? 30 किलो न्युटन। आरडी पोजिटिभमा आयो, सो आरडी त माथि नै रहेछ, यो चाहिँ 30 किलो न्युटन आयो। सो अब म समेसन अफ एफवाई युज गर्छु र मैले माथिको डिरेक्सनलाई पोजिटिभ माने। माथि कुन कुन फोर्स आएको छ? एउटा आरए र आरडी, दुईटा फोर्स मात्रै छ। आरए प्लस आरडी गरेँ मैले इजिकल टु 0। सो यहाँबाट आरए भनेको कति आयो? माइनस 30 किलो न्युटन। त्यो भनेको 30 किलो न्युटन डाउनवार्ड। सो म यो क्वेसनमा चेन्ज गर्छु। तपाईले माइनस 30 राखेर यसलाई माथि राखेर गर्दा पनि हुन्छ। म चाहिँ यसलाई तल नै राख्छु। आरए चाहिँ यता रहेछ 30 किलो न्युटन। सो अब हाम्रो रिएक्सन क्याल्कुलेट गरिसकेपछि चाहिँ हामीले मोमेन्ट निकाल्छौँ। मोमेन्टको लागि मैले यहाँ टेबल बनाएँ, सेक्सन ओरिजिन लिमिट इआई एम डिएम बाई डिपी। सो इआई किन लेखेको भन्दा यसमा चाहिँ आई र 2आई यो डिफ्रेन्ट भएको कारण चाहिँ मैले इआई लेखेको, सो द्याट कन्फ्युजन नहोस्। सो हामी स्टार्ट गरौँ। सुरुमा चाहिँ एई को लागि गरौँ। सेक्सन एई को लागि मैले एलाई ओरिजिन लगेँ। लिमिट चाहिँ हाम्रो 0 to 3 छ, यहाँ हेर्न सक्नुहुन्छ 3 मिटर छ। सो त्यसै गरी इआई छ, इआईको ठाउँमा हाम्रो इआई नै हुने भयो किनभने यता आई मात्र छ। सो मोमेन्ट निकाल्दा मोमेन्ट केले दिन्छ? अब यो भनेको के हो भन्दाखेरि ए ओरिजिन लिनु भनेको यहाँबाट एक्स डिस्टेन्स माथि गएर मैले मोमेन्ट निकाल्छु। सो अब यसमा मोमेन्ट केले दिन्छ? जस्ट यो एउटा फोर्सले। हामीले यहाँबाट हेरिरहेछौँ 50 ले कसरी घुमाइराख? यसरी। यो भनेको के हो? स्यागिङ। स्यागिङलाई हामीले के लाग्छौँ? पोजिटिभ। सो 50 प्लस पी इन्टु डिस्टेन्स कति छ हाम्रो? एक्स भयो। एई को भइसकेपछि अब हामी चाहिँ इबी को लागि हेरौँ। इबी को लागि मैले ओरिजिन इलाई लगेँ। लिमिट 0 to 3 नै छ र इआई पनि यसमा इआई नै छ। यो एउटा बीसी सेक्सनमा मात्र 2आई छ। सो अब मैले चाहिँ ईबाट एक्स डिस्टेन्स माथि गएर चाहिँ मोमेन्ट निकाल्नु पर्यो। त्यो भनेको केले मोमेन्ट दिन्छ? एउटा 50 प्लस पीले। यसले कसरी घुमाइरहेछ त? स्यागिङ। स्यागिङ भनेको पोजिटिभ। सो 50 प्लस पी इन्टु डिस्टेन्स कति हुने भयो? यो 3 प्लस एक्स प्लस 3। त्यसै गरी यो 50 ले पनि त मोमेन्ट दिन्छ। 50 ले चाहिँ कसरी घुमाइरहेछ त? हेर्नु त, यसले यसरी भित्र घुमाइरहेछ। यो भनेको हगिङ। हगिङलाई हामीले के लगाछौँ? नेगेटिभ। सो माइनस 50 इन्टु एक्स हुने भयो। हेर्नु त 50 अनि डिस्टेन्स एक्स। त्यसै गरी अब बीसी को लागि हेरौँ। बीसी को लागि मैले ओरिजिन सीलाई लग्छु किनभने यताबाट अलि इजी लाग्यो मलाई, त्यही भएर यतैबाट गर्दा पनि हुन्छ। तपाईले यहाँबाट एक्स डिस्टेन्स पर
सो अब यो पोइन्टमा मोमेन्ट केले दिन्छ एउटा आरडीले लिमिट चाहिँ 0 to 5 अब यसमा चाहिँ 2i छ सो 2ei हुने भयो त्यसै गरी अब यो आरडीले मोमेन्ट दिन्छ एउटा आरडीले कसरी घुमाइराछ हेर्नु त यो पोइन्टमा आरडीले यसरी घुमाइराछ यो भनेको सैगिङ घुमाइराछ सैगिङ भनेको पोजिटिभ 30 इन्टु डिस्टेन्स कति हुने भयो भर्टिकल फोर्सको लागि होरिजन्टल डिस्टेन्स x त्यसै गरी यो p ले पनि मोमेन्ट दिन्छ यो p ले कसरी घुमाइराछ हेर्नु त यो पोइन्टमा यसरी p ले कसरी घुमाइराछ यसरी यो पनि सैगिङ नै रहेछ हाम्रो सो प्लस p इन्टु अब डिस्टेन्स कति हुने भयो होरिजन्टल फोर्सको लागि भर्टिकल डिस्टेन्स 3 + 3 6 त्यसै गरी अब CD को लागि हेरौँ CD को लागि मैले ओरिजिन D लगे ओरिजिन D लग्नु भनेको यहाँबाट x डिस्टेन्स माथि मैले मोमेन्ट निकाल्नु यसमा अब मोमेन्ट केले दिन्छ यो RD ले दिदैन यो P ले मोमेन्ट दिन्छ यसले कसरी घुमाइराछ त सैगिङ हामीले पोजिटिभ लगेको छौं यो 0 to 6 भयो यो EI भयो र यो P इन्टु x हुने भयो सो अब dm/dp निकालौं सुरुमा AE को लागि हेरौं 50x + px / dp हुने भयो मैले यो मल्टिप्लाई गरेर लेखे सिधै सो अब 50x / dp + px / dp हुने भयो यो भनेको कन्स्टेन्ट सिधै 0 भयो र यो x बाहिर आयो dp/dp भनेको चाहिँ हाम्रो यो भनेको 1 हुन्छ सो भ्यालु कति भयो यता x हुने भयो त्यसै गरी म यसलाई मेट्छु तपाईहरु हेर्नु होला त्यसै गरी यो अर्को लागि पनि हेरौं हामी म मल्टिप्लाई गरेर नै देखाउँछु 50x हुने भयो मल्टिप्लाई गर्दा इन्टु 53 जा 150 हुने भयो प्लस px यो कति 3p - 50x / dp हुने भयो यो 50x र यो 50x काट्यो र यहाँ के बस्ने भयो 150 + px + 3p / dp सो अब यो 150 / dp भनेको त 0 भइहाल्यो कन्स्टेन्ट र यहाँबाट हामीले x + 3 लाई कमन लगाएर बाहिर राख्यौं यो कन्स्टेन्ट भयो र dp/dp भित्र बच्यो यो भनेको 1 हुन्छ सो आन्सर कति भयो x + 3 हुने भयो यसमा पनि यो तपाईहरुले सल्भ गर्नुभयो हुन्छ मैले मेटे त्यसै गरी अब BC को लागि हेरौं डेरिभेटिभ अफ 30x + 6p / dp हुने भयो यो कन्स्टेन्ट भइहाल्यो 0 र यो चाहिँ 6p / dp हुने भयो 6 बाहिर आयो dp/dp भनेको 1 सो यो आन्सर कति हुने भयो 6 त्यसै गरी यो px छ dpx/dp हुने भयो x बाहिर आयो dp/dp बच्यो x किनभने कन्स्टेन्ट हो p को रेस्पेक्टमा पार्शियल गर्दा सो त्यसै गरी आन्सर कति भयो यो 1 हुने भयो आन्सर इज x सो अब हामीले यति निकालिसकेपछि चाहिँ हाम्रो यो जुन डिफ्लेक्सनको फर्मुला छ यो फर्मुलामा हामीले रिप्लेस गरौँ सुरुमा डेल्टा d = 0 to L m/ei dm/dp dx हो सो सुरुमा AE को लागि गरौँ AE को लागि कति छ लिमिट 0 to 3 1/ei इन्टु मोमेन्ट भनेको कति छ 50x + px इन्टु dm/dp भनेको x dx त्यसै गरी प्लस अब यसको लागि 0 to 3 1/ei इन्टु मोमेन्ट भनेको 50 + p x + 3 - 50x इन्टु x + 3 यति हुने भयो त्यसै गरी यसको लागि चाहिँ इन्टिग्रेसन 0 to 5 1 / यसमा चाहिँ 2ei छ 2ei इन्टु मोमेन्ट भनेको 30x + 6p इन्टु dm/dp भनेको 6 प्लस यो CD को लागि इन्टिग्रेसन 0 to 6 1/ei px इन्टु x हुने भयो सो यो हाम्रो डमी लोड छ नि जुन यो त हामीले एजुम गरेको हो नि त सो पहिलाको क्वेशनहरु जस्तै यसमा p = 0 रिप्लेस गरौँ हामी p = 0 रिप्लेस गर्दा डेल्टा d = 0 to 3 1/ei
इन्टु यो कति हुने भयो 50x इन्टु x dx हुने भयो किनभने हाम्रो यो त 0 भइहाल्यो px। त्यसै गरी यसमा पनि यो कति हुने भयो 0 हुने भयो p। सो एन्सर कति हुन्छ यसको 0 to 3 1/ei र यो 50 ले x लाई मल्टिप्लाई हुने भयो 50x प्लस 150 माइनस 50x इन्टु x प्लस 3 dx। त्यसै गरी यसमा पनि p0 हुने भयो सो प्लस इंटीग्रेशन 0 to 5 1/2ei 30x इन्टु 6 dx हुने भयो। त्यसै गरी यसमा त यो सबै 0 नै हुने भयो p = 0 राखेपछि। र यो तपाईहरुले सिम्प्लिफाई गर्नु होला। यो सिम्प्लिफाई गर्यो भने चाहिँ 3600/ei आउँछ र यहाँबाट हामीले 3600/e को भ्यालु कति छ यहाँ क्वेशनमा दिएको छ 2 × 10⁸ छ र i को भ्यालु कति छ 3 × 10⁻⁻4 छ। यति राख्यो भने 0.06 मिटर आउँछ। सो आजको लागि चाहिँ यति नै। अब आउने भिडियोहरुमा चाहिँ हामी यही क्यास्टिग्लियानोस थ्योरमसँगै रिलेटेड अरु केही प्रब्लमहरु कभर गर्ने छौं। भिडियो मन पर्यो भने लाइक शेयर कमेन्ट र सब्स्क्राइब गर्नु होला। हस् धन्यवाद।